हाई गाइज के आज हजुरलाई नगरकोटको भ्यू हेर्छु है त ल दोस्त। यतातिर हामी त आज घुम्न जान लागेको हो नगरकोटतिर, म र मेरो साथी। अनि नगरकोटको आज भ्यू कस्तो छ भनेर। अनि बाटो त यस्तै हो, नेपालको बाटो हजुरलाई थाहा नै होला होइन। यो बाटो त यस्तै हो होइन। नयाँ नयाँ युट्युबमा आएको छु होइन। हजुरहरू लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट गर्नु होला, सपोर्ट गरिदिनु होला है। अनि बाटो त चाहिँ यस्तै हो होइन नगरकोटतिरको। हजुरहरू पनि घुम्न जान सक्नुहुन्छ, ठाउँ चाहिँ राम्रै छ, भ्यूहरू दामी दामी छ यहाँको। हजुरहरूलाई यहाँको भ्यूहरू हेराउँछु होइन। नजिकै एउटा रानी चिल्ला भन्ने ठाउँ छ, त्यहाँ हजुरहरूलाई हेराउँछु त्यहाँको भ्यू। ठिकै ठिकै छ, त्यहाँ नि रमाइलो लाग्छ। त्यहाँ तलपट्टि झर्ना छ है। यो हेर्नु रानी झर्नाको भ्यू कस्तो रमाइलो गरायो हामीहरू। यहीँ पुलमुनि चाहिँ झर्ना छ होइन। यताको बाटो त के भनौँ यार, लास्टै उतै ढुङ्गा भएर यहाँ बाटो बनाउन लागेछ सायद। त्यहाँ इन्जिनियरहरू हल्का यतातिर माथितिर आउँदाखेरि त के भनौँ, बाटो नै बाइक त कुद्या भन्थ्यो। नेपाल हो दोस्त, के गर्ने, यस्तै बाटो हुन्छ हाम्रो नेपालमा। हल्का रमाइलो त हुन्छ यो बाटोमा पनि हुनु पर्यो होइन। यस्तै बाटो रमाइलो लाग्छ होला। राम्रै भ्यू देखिन्छ कि हजुरहरू चाहिँ घुम्न आउनु है। यहाँबाट उता अगाडि हल्का अगाडि गएपछि उता माथितिर गएपछि उता क्या दामी हिउँ झर्ने ठाउँहरू देखिन्छ नि त। हामी त आधी बाटोबाट फर्किदिइरहेको छु, उता कल आएर काम थियो हल्का त्यहीँबाट। तर उता गएपछि त भ्यूहरू दामी आउँछ नि त दोस्त यार। यहाँबाट नि हजुरलाई भ्यू हेराउँछु है ल। जस्तो लाग्यो
भ्यू कति दामी आउँछ है। उता माथि पुगिसकेपछि क्या बादल सादल लागेको थियो, रमाइलै भयो क्या। पुगेपछि त यता बसेर हल्का पानी सानी खाएको, अनि फेरि हिँडे अब। अनि बाटो त दामी रहेछ यताको, उता हल्का हल्का मात्र बिग्रिरहेछ माथितिर। कतै कतै मोडहरूमा चाहिँ यस्तै खाल्टा खुल्टु बस्छ। जान चाहिँ रमाइलो लाग्छ है। उता पुगिसकेपछि आजको दिन यतिकै खेर गएन जस्तो लाग्छ। भ्यू हेर्ने ठाउँ चाहिँ दामी हो कि। अलिक क्यामेरा नभएर हामीसँग मोबाइलबाट बनाएको, तर भिडियो क्वालिटी त्यति राम्रो भएको रहेछ। खतरा छ कि भ्यू। हल्का बसेर चिया खाएँ, चिया खान रुकेका थिएँ, चिया खाएँ। त्यसपछि उता माथितिर लाग्यो हामी, उता माथिको पार्कतिर। आएपछि त रमाइलै भयो हामीलाई। यस्तो भ्यूहरू हेर्न पाइन्थेन होला उतातिरको, तर रमाइलो नै भयो। अब चाहिँ हामी रुमतिर हिँड्न लागेका थियौँ। भिडियो चाहिँ हल्का स्पिड बनाएको, भिडियो चाहिँ ठुलो नै भएको रहेछ। हल्का स्पिड गरेर अब भिडियोहरूलाई होइन। साथीहरू प्लिज सपोर्ट गरिदिनु होइन।
उता रानी झुला जुन चाहिँ उता माथि चाहिँ सेकुवा पाउँछ, त्यहाँको सेकुवा चाहिँ दामी रहेछ। हामी ट्राई गरे हो, तर भिडियो बनाउनु पाएन होइन। सेकुवा खानु दामी हुन्छ। बाटो यो बसिरो थाहै लाग्दैन हेर्नु न। क्यामेरा आउने गरेको थिएन, थाहै पाएन। यस्तै रहेछ यहाँको। उतातिर फेरि बाटो राम्रै थिएन, यता उता चाहिँ रमाइलो लागिरहेको थियो चलाउँदाखेरि होइन। यताको बाटो चाहिँ त्यति राम्रो छैन है, हल्का जाँदाखेरि राम्रोसँग जानु। अनि यतै माथिपट्टि चाहिँ च्याङ्गु मन्दिर रहेछ। हजुरहरूले कुनै दिन उता पुग्ने भ्यू हेराउँछु, उताबाट नि माथिबाट भ्यू चाहिँ दामी नै आउँछ। कुनै दिन हेराउँछु है। हामीलाई अलि काम परेर जानुपर्ने थियो, नत्र आज हजुरलाई च्याङ्गुको भिडियो नि हेराउनु भन्ने सोचेको थियो। हजुरहरू पनि घुम्न नजानु होला, नगरकोट त दामी नै ठाउँ रहेछ होइन। तर हल्का बाटो चाहिँ बिचबिचमा हल्का नराम्रो रहेछ। घुमेपछि त उता पुगिसकेपछि हल्का दिन राम्रो भयो भने रमाइलै हुन्छ।
सब्स्क्राइब गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु। अझै हल्का सपोर्ट गर्नु है।